हेलो वेलकम गाइज, तपाईहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु मेरो यस नयाँ भिडियोमा। अनि आजको भिडियो चाहिँ विशेष पनि हुन सक्छ, स्पेशल पनि हुन सक्छ र एकदमै अर्थपूर्ण पनि हुन सक्छ। आज चाहिँ हामी निकै टाढा घुम्न जान नसके पनि नजिकै घुम्न आएको छौँ। घुम्न आउने क्रममा चाहिँ यस्तो फुलहरु फुलेको देखिहाल्यो। हामी पनि भिडियो बनाउन लागि परेको छौँ। अहिले चाहिँ कोरियामा फुल फुल्ने मौसमहरु चाहिँ एकदम चलिरहेको छ, सक्रिय छ। अहिले भर्खर यतातिर फुलहरु फुलिरहेको छ। अरु ठाउँहरु त फुलिसक्यो अरे हामीले न्युजहरुमा हेरिरहँदाखेरि। अनि हाम्रो ठाउँ चाहिँ अलिकति लेख पर्छ, त्यही भएर चाहिँ फुलहरु अलिक ढिला फुल्दैछ। अनि अब को मौसम चाहिँ एकदमै रमाइलो हुन्छ कोरियामा। जो नयाँ हुनुहुन्छ भने घुम्न निस्किनु होला। घुम्नुभयो भने एकदमै रमाइलो हुन्छ, रमाइलो खालको फुल हुन्छ। यो एक हप्ता 10 दिनसम्म मात्रै रहन्छ, तपाईहरुलाई सबैले थाहा छ। अनि यहाँ चाहिँ धेरै फुलहरु फुलेको छैन, भर्खर कोपिलाहरु लागिरहेछ भने लागिरहेको तपाईलाई देखाउँदै छु। र भने यो च्यानललाई पनि लाइक सब्स्क्राइब गर्न नभुल्नु होला। त्यति भन्दै यो भिडियोतर्फ लागौं। आजको गतिविधि के चाहिँ हुँदो रहेछ त, लेट्स गो यो भिडियोतर्फ। यहाँ चाहिँ एकदमै सेतो खालको फुल फुलेको छ भने यो चाहिँ पुरै फुलहरु फुल्ने छ यहाँनेर। अहिले चाहिँ राम्रोसँग फुलिरहेको छैन, यो चाहिँ छिटै फुल्ने खालको फुल भएर चाहिँ फुलेको छ, 2-4 रहेछ। अनि यतातिर चाहिँ यो एकदम कोपिला लागिरहेछ। अर्को हप्ता चाहिँ यस्तो यहाँ फुल फुल्छ कि यस्तो फुल फुल्छ, कुरै नगरौँ के। यो चाहिँ आन्सन सिटी हो। यो आन्सन सिटीको एउटा माथि सानो पार्क जस्तो ठाउँमा चाहिँ आज हामी घुम्न आएको थियौँ। घुम्न आएको पनि होइन, आज चाहिँ हामीले चाहिँ चट्टासँगले अब के गर्ने भन्दाखेरि कहीँ जाने प्रोग्राम थिएन, त्यही भएर आज हामीले यतातिर घुम्न आएको। अनि घुम्न आउने क्रममा चाहिँ के गर्ने भन्दाखेरि एउटा यसो भिडियो पनि बनाउन भनेर चाहिँ म भिडियो बनाउनेतर्फ लागेको छु। अनि यो साउन्ड चाहिँ त्यति राम्रोसँग नआउला, किनभने मसँग त्यस्तो खालको साउन्डलाई हावाले प्रोटेक्सन गर्ने खालको कुनै पनि माध्यम छैन। किनभने म चाहिँ भर्खर भिडियोतिर चाहिँ सुरुवात गर्दै गरेको एउटा यात्री हो ला जस्तो लाग्यो। ठाउँ भनेको एकदम विकसित नै हुन्छ। तपाईहरुले देख्दै हुनुहुन्छ यहाँ जताततै शारीरिक व्यायाम गर्ने ठाउँहरु राखिएको हुन्छ। यो चाहिँ जो कोहीले पनि यहाँ बिहान बेलुका अर्थात् आफ्नो समय भएको बेला चाहिँ हामीले शारीरिक व्यायाम गर्न सक्ने खालको एउटा ठाउँहरु चाहिँ यहाँ बनाइदिएको हुन्छ। अहिले यहाँ हाम्रो यहाँको आजसीहरु चाहिँ शारीरिक व्यायाम पनि गरिरहेको छन् होला, गर्दैछन्। यहाँ चाहिँ हामी पनि यसरी नै जो कोही पनि आएर चाहिँ हामीले व्यायाम गर्न सक्छौँ। यहाँ चाहिँ एकदम यो गर्मी महिना पनि शीतल हुने खालको ठाउँहरु के यता चाहिँ। यो ठाउँहरुमा चाहिँ म अरू बेला पनि घुम्न आउँथेँ नि, आज चाहिँ अब यसो भिडियो बनाउन मन लाग्यो अनि भिडियो बनाएको छु। अब यतातिर अब भिडियो बनाउन ताकि त्यति अनुमति पाइन्छ कि पाइँदैन त तपाईँलाई थाहा छैन, अनभिज्ञ नै छु। के हो भने अब मान्छेको एउटा कुदिएको एउटा स्ट्याचु हुनसक्छ यहाँको। अब पक्कै पनि यो चर्चित मूर्ति बनाएको होला। अनि यसको बारेमा चाहिँ यहाँनेर के लेखेर यो राखिएको छ त्यो चाहिँ मलाई ठ्याक्कै थाहा भएन। कोरियन र अङ्ग्रेजी जापानिज होला सायद कि चाइनिज हो, त्यति एउटा लिपिमा चाहिँ आबद्ध गरिएको रहेछ। यो मुनिको बाटोमा चाहिँ सुरुङ मार्गको पनि मार्फत चाहिँ कहाँ जान्छ त्यो चाहिँ ठ्याक्कै थाहा भएन। यो पारिपट्टिको एकदम अग्ला बिल्डिङहरू चाहिँ यो एपार्टमेन्टहरू हो, यो अग्ला बिल्डिङहरू। अनि यहाँनिर चाहिँ मानिसहरू यहाँको मान्छेहरू बसोबास गर्छन्। अब भाडासाडा तिर्छन् होला, उनीहरूको आफ्नो ठाउँमा छ।